फर्केर आउनुहुन्छ त्यही ठाउँमा भन्ने मैले आश गरेको छु। उहाँ जेल त जानु हुँदैन, उहाँ अब यस्तो हो एक वचन बोल्ने मान्छे हो। सबैले यो ऊ भनेर चाहिने नचाहिने आरोप लागेको कारणले उहाँ आफै साइड लाग्नु भएको छ। उहाँको राम्रोसँग छानबिन भएर त्यही ठाउँमा आउनुहुन्छ भन्ने हामीले आश गरेका छौँ। फेरि गृहमन्त्रीमा आएर तपाईँले 100% न्याय दिनुहुन्छ भन्ने कतिको सम्भावना देख्नु? मैले आश गरेको छु। मैले धेरै मिस गरिरहेको छु। अब अहिले त उहाँ आफ्नै तनावमा हुनुहुन्छ। मलाई यहाँ बसेको 1 महिना भित्र लगभग उहाँ 2 दिन त यहीँ आएर भेट्नुभयो। मलाई गृह मन्त्रालयमा पनि बोलाउनु भयो। यस्तो व्यक्ति त तर कसैले पाउँदैन र म जस्तै धेरै दुखी पीडित थिएँ। सबैलाई न्याय दिनुहुन्छ उहाँले भन्ने आश गरेका थियौँ। अहिले 1 महिना नपुग्दै यस्तो भएको छ। तर फर्केर फेरि त्यही ठाउँमा आउनुहुन्छ र हामी माझ उहाँ पुग्नुहुन्छ भन्ने आश गरेको छु। नयाँ सरकार आएकै कारणले अहिले म यतिको 20% भए पनि न्याय पाएको महसुस गरेको छु र म जिउँछु भन्ने आश पलाएको छ। किनकि म त एउटा मृत्युसँग लडिरहेको मान्छे हो। अहिले सडकमा छु। मेरो न्यायको पुरै लडाइँ सडकबाटै हुनेछ। तपाईँ कलाकारिता क्षेत्रमै फर्किने हो दिदी, तपाईँले पूर्ण रूपमा न्याय पाए? हजुर, म मेरै क्षेत्रमा फर्किन चाहन्छु र मेरै क्षेत्रमा फर्किन्छु पनि। र न्यायको लागि सबैले आवाज उठाइदिनु भएको थियो, सडकदेखि सदनसम्मको लागि, र अझै पनि उठाइदिनु होला। मैले न्याय पाएको छैन। मेरो न्यायको लागि मेरो लडाइँ लामो हुनेछ। मेरो त सबै विहीन गराएको छ। म सबै लडेर उबाटै लिन्छु। घाँस बाँस कपास, मलाई स्वास्थ्य उपचारको सबै मलाई हेर्ने मान्छे, सबै म राज्यलाई प्रश्न गर्छु। राज्यले उसलाई दिलाउन लाउँछ र उसले मलाई दिन्छ र त्यसपछि मात्रै मैले न्याय पाएको महसुस हुनेछ र मेरो व्यवस्था त्यसरी गराइदिनु होला भन्ने